नमस्ते सबैजनामा वेलकम टु ठाकुर एफएक्स। आज फेरि पनि म नयाँ टपिक लिएर उपस्थित भइसकेको छु। यो टपिक हेरेर साथ सपोर्ट दिनुहोला। म तपाईँहरूलाई एउटा क्वेसन सोध्न आज चाहन्छु। सहीवटा ट्रेड लिनुभयो र कतिवटा विन भयो र कतिवटा लस भयो, सबभन्दा ठुलो मिस्टेक के हो? यदि यसको जवाब छैन भने म तपाईँहरूलाई आज ट्रेडिङ जनरलको कुरा गर्नेछौँ। आज हामी ट्रेडिङ जर्नलको कुरा गर्नेछौँ। र किन ट्रेडिङ जर्नल हाम्रो लागि धेरै इम्पोर्टेन्ट हो त्यो कुरा आज म तपाईँहरूलाई सिकाउँछु। किन सक्सेसफुल ट्रेडरहरू जनरल लेख्छ र कसरी लेख्ने त्यो कुराहरू पनि म भन्छु। बिगिनरहरू स्ट्राटेजी खोज्छन् तर स्ट्राटेजी खोज्छन्, इन्डिकेटर लगाउँछन्, सिग्नल खोज्छन्, तर प्रोफेसनल ट्रेडरहरू चाहिँ आफ्नो मिस्टेक खोज्छन्। के हुन्छ भने हामी जुन सक्सेसफुल ट्रेडर हुन्छ तिनीहरू आफ्नो जनरल खोज्छ। किनभने कुन एसएल हिट भयो, कसरी हिट भयो र के गल्ती भयो भनेर त्यो कुरालाई जनरल हामी गर्छौँ, लेख्छौँ र त्यसको लागि जनरल युज गर्छौँ। ट्रेडिङ जनरल के हो? ट्रेडिङ जनरल भनेको तपाईँहरूको ट्रेडिङको डायरी हो। सेम एज डायरी हामी मान्न सक्छौँ त्यसलाई, जसमा तपाईँहरूले के लेख्नुपर्छ त्यो कुरा म हल्का एक्सप्लेन गरेँ। एन्ट्री हामी कतिमा लियौँ, एन्ट्री कतिमा लिने हो, स्टप लस कहाँ, टिपी कहाँ र रिजल्ट के हो, अनि इमोसनल सब रेकर्ड राख्नुपर्छ। किनभने मिस्टेक थाहा पाउन सजिलो हुन्छ, त्यही भएर जनरल चाहिँ एकदम धेरै इम्पोर्टेन्ट हो। मानौँ तपाईँहरूले 10वटा ट्रेड लिनुभयो, 6वटा लस भयो। जनरल बिना किन लस भयो थाहा हुँदैन। जनरल बिना कि लस भयो अनि त्यसलाई हामी के मिस्टेक गर्यो त्यो कुरा हेर्न सकिन्छ लेख्यो भने। कन्फिडेन्स बिल्ड गर्न, त्यो पनि कन्फिडेन्स एउटा हुन्छ, त्यसको लागि पनि जनरल बनाउनुपर्छ। राम्रो सेटअपले प्रफिट दियो भने जनरलमा रेकर्ड हुन्छ। हामी के गरिरहेछौँ भने जनरलले देखाउँछ ब्याक टेस्टिङमा। सुरुमा तपाईँहरूलाई झ्याउ लाग्छ, तर पछि त्यो चाहिँ धेरै इम्पोर्टेन्ट कुरो हो। धेरै कुराहरू चेन्ज गर्न सकिन्छ त्यसले। हाम्रो ट्रेडिङ जनरल नै चेन्ज हुन्छ, त्यसकै लागि हामी जनरल बनाउँछौँ। जनरलमा के लेख्ने र लेख्छौँ, पेयर लेख्छौँ, डेट अब आज कुन डेट हो त्यो कुरा लेख्छौँ, पेयर लेख्छौँ। जस्तै कि XAU USD हो कि युरो USD हो कि जेपी। अब जाउँ पेयर बाहेकहरू। अब जस्तै कि म गोल्डमै लिन्छु, अन्डाकै चार्जमा गोल्डमा म लिन्छु। त्यही भएर एन्ट्री कहाँ लियो, बाई कि सेल, बाई लियो कि सेल लियो, अनि त्यहाँबाट एन्ट्री कतिमा, स्टप लस कतिमा, टिपी कता, अनि रिजल्ट के आयो, अनि इमोसन के छ त्यो पनि लेख्नुपर्छ। र जस्ट इक्जाम्पलको लागि म भनिदिन्छु। इमोसनमा म फोमोमा एन्ट्री लिए, म पेसेन्स राखेँ, त्यो कुराहरूमा देखिन्छ हामी केमा ट्रेड लिएको हो त्यो कुरा राम्ररी थाहा हुन्छ। जस्ट गोल्डमा म इक्जाम्पल दिन्छु। जस्तै कि हामी गोल्डमा बाई एन्ट्री लियो 3350 में, 3350 लियो भने 3345 एसएल, टिपी चाहिँ 3360, रिजल्ट चाहिँ के हो, विन कि लस त्यहाँ लेख्ने। जस्ट म विन भयो। अनि इमोसनमा पेसेन्स मेन्टेन गरे भनेर यसरी लेख्न हामी सक्छौँ। कमन मिस्टेक के हुन्छ भनेदेखि ट्रेड पछि रिभ्यू गर्न सजिलो हुन्छ, लसबाट निस्किन सजिलो हुन्छ, सेम मिस्टेक रिपिट हुँदैन। हामी के भन्छौँ भने लसबाट निस्किने ट्रेडरले सेम फेरि पाउँछन्। लसबाट निस्किन ट्रेडरले सेम लस फेरि
पाउँछन्। त्यही भएर जनरल चाहिँ हाम्रो लागि इम्पोर्टेन्ट हो। मेरो चाहिँ के हो भनेदेखि म कसरी लेख्ने, अब यो कुरा आयो भने अब कपीमा लेख्ने कि जोसँग ल्यापटप छ ल्यापटपमा लेख्ने, एक्सलमा कि नोटबुकमा लेख्ने कि कता लेख्ने, त्यो कुरो पनि म एक्सप्लेन गरेँ हल्का। जस्तै कि हामी ल्यापटप छ भने एक्सलमा पनि युज गर्न सकिन्छ, एक्सेलमा पनि लेख्न सक्छौँ, नोटबुकमा पनि लेख्न सक्छौँ, मोबाइलमा नोटमा पनि लेख्न सक्छौँ। तर मलाई सजिलो चाहिँ म कपीमै लेख्छु, प्रायः जसो एक्सलमा पनि लेख्छु, तर म पहिले कपीमै लेख्छु, त्यहाँबाट हेरेर अनि एक्सलमा त्यसलाई म लेख्छु। पछि त्यति बेला ट्रेड लिने बेलामा मलाई थाहा हुन्छ कता के गरायो, टिपी कता हो, टाइम कता हो, के हो, सब कुरो थाहा हुन्छ। त्यही भएर एक्सलमा नोटबुकमा लेख्ने सजिलो मलाई लाग्छ। त्यही भएर म नोटबुकमै लेख्छु। अब तपाईँहरूले केमा लेख्नुहुन्छ त्यो तपाईँमाथि डिपेन्ड गर्छ, जुन सजिलो लाग्छ त्यही युज गर्दा हुन्छ। इम्पोर्टेन्ट कुरा रेकर्ड गर्नु हो, त्यही मेन कुरा हो, रेकर्ड राख्नु। ट्रेड हामी कतिमा लियो के गर्यो त्यो कुराहरू रेकर्ड राख्नु नै इम्पोर्टेन्ट हो। फाइन हामी लास्टमा के भन्छौँ भने ट्रेडिङमा इम्प्रुभ म्याजिकबाट हुँदैन, ट्रेडिङमा चाहिँ इम्प्रुभ म्याजिकबाट हुँदैन र रिभ्यूको लागि ट्रेडिङ जनरल चाहिन्छ। ट्रेडिङ जनरल भयो भने हामी हेर्न सक्छौँ हाम्रो सेटअप फेल भयो कि के भयो, त्यो कुराहरू हेर्न सक्छौँ हामी। त्यही भएर जनरल धेरै इम्पोर्टेन्ट छ हाम्रो लागि। जनरल गरे ट्रेडर इम्प्रुभ गर्छन्, जनरल नगरे ट्रेडर गेस गर्छन्। त्यही भएर जनरल चाहिँ धेरै इम्पोर्टेन्ट हो। यदि यो भिडियो हेल्पफुल लाग्यो भने लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला। यो च्यानलमा म प्र्याक्टिकल ट्रेडिङ नलेज सेयर गर्दै रहन्छु। म ठाकुर एफेक्स, फेरि भेटौँला। आजको लागि यति नै।